केपी शर्मा ओलीको पक्षमा अलिक कमजोरै प्रतिस्पर्धा हुन्छ। बालेन शाहको जतिको चाहिँ एउटा राजनीतिक हाइट अहिलेको माहौलमा उहाँको पुग्दैन जस्तो लाग्छ, किनकि उहाँ कर्मयोगी युवा हो, उहाँ परीक्षण महानगरमा राम्रो परीक्षण भइसक्नु भएको युवा हो, इन्जिनियर युवा हो, परिवर्तन गर्न खोज्ने हुटुटी मनमा भएको युवा हो। त्यसो हुँदाखेरि 5 नम्बरको निर्वाचनमा त्यत्रो ठुलो प्रतिस्पर्धा हुन्छ मलाई लाग्दैन। बालेन शाहको चाहिँ लगभग विजय हुन्छ भन्ने नै मेरो भरोसा छ। भरोसा सत्य साबित गर्ने जिम्मा जनताको हातमा छ। सबै जनतालाई, यहाँ दमकका 5 का जनतालाई म के आह्वान गर्न चाहन्छु भने तपाईलाई देशको माया छ, तपाईका सन्तान भोलि गएर विदेशमा आफ्नो पसिना बगाउनु पर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई चाहिँ रोक्न चाहनुहुन्छ र विकास र समृद्धिको पक्षमा तपाईको मन, देशको पक्षमा तपाईको मन छ भने एकचोटि 25औं वर्ष हेरिसकेका मान्छेहरूलाई एकछिन थाती राखेर एकचोटि बालेन शाहलाई तपाईले विजय गराएर पठाउनुहोस्। उहाँले केही गर्नुहुन्छ कि भन्ने आशा राख्नुहोस्। मैले राजसपालाई रोज्नुको पछाडि एउटा नयाँ पुस्ताका अनि त्यस पछाडि दोस्रो शिक्षित, तेस्रो अलि एनर्जी भएका युवाहरू देखेँ र मेरो शर्त उहाँहरूसँग के छ भने मेरो 4वटा शर्त छ। एउटा कृषिलाई औद्योगिकरणमा लानुपर्छ भन्ने छ, मैले लेखेरै राखिदिएछु। दोस्रो हाइड्रोलाई औद्योगिकरणमा लानुपर्छ भनेको छु। तेस्रो नेपालमा भएको ठेकेदारी प्रथालाई अन्त्य गर्नुपर्छ भनेको छु। चौथो स्वरोजगार उत्पादनको निम्ति हामीले कम्तीमा पनि हाइड्रोलाई 40,000 मेगावाटमा लान सक्दाखेरि यहाँको एलपी ग्यासलाई विस्थापित गर्दै हामीले यहाँको इन्डक्सन चुलोलाई प्रयोग गर्दा 2 वर्ष मात्रै एलपी ग्यासको पैसा स्टक गर्न सक्यौँ भने जडीबुटी प्रशोधन केन्द्र 7 प्रदेशमा हामी स्थापना गर्न सक्छौँ र हामी यहीँको जडीबुटीबाट यहीँ औषधि बनाउन सक्छौँ लगायत यस्तै थुप्रै। जस्तो कृषिको हकमा भन्नुपर्दा हामीले राज्यले नै यहाँको कृषि उत्पादन किन्ने र हरेक वार्डमा कृषि सङ्कलन केन्द्रको स्थापना गरेर र वितरण प्रणाली पनि यहीँको राज्यको कृषि सङ्कलन केन्द्रबाटै वितरण गर्ने गरी हामी गयौँ भने कृषिमा अनुदान होइन, स्वतः स्फूर्त कृषकहरूलाई एउटा हौसला हुन्छ र कृषिमा औद्योगिकरण जान्छ। एउटा शर्त मैले राजसभासँग यो राखेको छु, उहाँहरूले यसलाई अध्ययन गर्छौँ भनेर प्रतिबद्धता जनाउनु भएको छ। एउटा दोस्रो हाइड्रोमा निजी लगानी, तपाईँहरू जस्तो हामी जस्तो सबै साधारण नागरिकले पनि हाइड्रोमा लगानी गर्न पाउने र हाइड्रोलाई उद्योगमा लाने र हामीले ठुलो चाहिँ मेगावाटमा हाइड्रो विद्युत उत्पादन गर्न सक्यौँ भने हरेक घरमा इन्डक्सन चुलो अहिले हुँदै गरेको 9 रुपियाँ युनिटलाई 4 रुपियाँमा झारेर एलपी ग्यास विस्थापित गर्न सक्यौँ भने त्यहाँबाट स्टक बाहिर जान लागेको चाहिँ ग्यासको पैसा र हामीले इभी गाडीहरू इन्डक्सन चुलोहरू प्रयोग गर्दाखेरि बाहिर गर्दै गरेको डिजल पेट्रोलको पैसाहरू पनि यहाँ स्टक हुन्छ र यहाँ स्टक भएपछि हामी त्यसलाई चाहिँ एउटा उत्पादनशील पुँजीको रूपमा उद्योग कल कारखानामा लगाउन सक्छौँ। त्यो गर्न सक्यौँ हामीले भनेदेखि हामी लाखौँको सङ्ख्यामा चाहिँ के गर्न सक्छौँ, रोजगारी सृजना गर्न सक्छौँ र हाम्रो जीडीको विकास हुन्छ। तेस्रो हामीले अहिले गर्दै गरेको जुन ठेकेदारी प्रणाली छ यसलाई चाहिँ मैले एउटा शर्त के राखेको छु भने कृषि सेनाको के अरे चाहिँ निर्माण सेनाको चाहिँ एउटा व्यवस्थापन गर्ने 5 लाख जति निर्माण सेना बनाउन सकियो भने हामीले अहिले हुँदै गरेको ठेकेदारी प्रथाबाट आउने पिसीले 5 लाखलाई रोजगारी पनि पुग्छ र त्यही निर्माण सेनाले बाटो घाटो पुल पुलेसो आदि सबै बनाउँछ र त्यही सेनाले हाम्रो अहिले चाहिँ नि पर्यटन क्षेत्र सम्भावना भएको क्षेत्रहरू पाहाड पाखा पखेराहरूमा तारे होटलदेखि लिएर फुल फलेदो मजाले हरियाली डेकोरेसन गरेर विश्वलाई चाहिँ हाम्रो नेपाल चाहिँ घुम्न लायक बनाउने काम त्यही सेनाले गर्छ र त्यस पछाडि हामी डलर पनि कलेक्सन गर्न सक्छौँ एउटा, र यो ठेकेदारी प्रथाको अन्त्य भयो भने भ्रष्टाचार पनि अन्त्य हुन्छ। चौथो मैले एउटा शर्त राखेको, कुनै पनि राजनीतिक दलको मान्छे चाहिँ हाम्रो कर्मचारीमा हुनु हुँदैन र राजनीतिक दलले कर्मचारीलाई आफ्नो सदस्यता बाँड्नु हुँदैन। त्यो सदस्यता चाहिँ 20 हो र ब्युरोक्रेट नै यहाँको शासक हो। त्यो शासकलाई चाहिँ हामीले नियमन गर्न सकेनौँ भने भ्रष्टाचार निर्मूल हुँदैन। भ्रष्टाचार निर्मूलको निम्ति राजनीतिक दलका सदस्य भएका कर्मचारी हुनु हुँदैन भन्ने शर्त छ। राजसपाले त्यो मेरो चाहिँ विषयवस्तुलाई स्वीकार गरेको पनि छ। त्यो हुँदा हरेक क्षेत्रबाट मैले चाहिँ राखेको राज्यप्रति र परिवर्तनप्रतिको प्रस्तावलाई हामी कार्यान्वयन गर्ने पक्षमा लान्छौँ भनेर प्रतिबद्धता जनाउनु भएको छ। म त्यसका लागि राजसपालाई समर्थन गर्दैछु।